हेलो गाइज, वेलकम छ मेरो धेरै पछिको छोटो मिठो ब्लगमा। आज म तपाईँहरूको सामु आइसकिसकेको छु। धेरै पछि भनौँ। आज चाहिँ म टक्क पहाड आएको छु। टक्क मेरो 11 को एक्जाम खत्तम भएर गाइज मेरो 18 गते रिजल्ट छ र पनि अब के गर्नु। आज चाहिँ म टक्क घर आइपुगेँ। घर आइपुगेर धेरै पछि घर आएको। आज पानी परेर मौसम एकदम क्लियर भइरहेछ। देख्न सक्नुहुन्छ के छ हाम्रो अवस्था। मेरो घर चाहिँ के हो भन्दाखेरि कहाँ गएको ओइ, मेरो घर देख्न सक्नुहुन्छ यस्तो छ। यहाँबाट भाइहरू कहाँ गएर आउँदैछ कुनी, कहाँ गएको ओइ। क्यामेरा मेरो आइफोन जस्तो छैन, रेडमी हो मोबाइल, यस्तो खतरा छैन। चरा हान्दा त्यो घरमा मैले सघाउँदै घर है। आइस अहिले चाहिँ म कहाँ जाँदैछु भन्दा मेरो साथीको घरतिर लाग्दैछु है। होइन अब मलाई भ्लग बनाउनु नआए पनि सो अब मन पराइदिनु होला होइन। लाइक कमेन्ट सेयर र सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला है। म अब भर्खर स्टार्ट गर्दैछु कि स्टार्टिङमा अब मलाई गाह्रो हुन्छ, मलाई अलिअलि आउँदैन पनि, सिक्दैछु र त्यही हो होइन गाइज। म चाहिँ लाग्दैछु ल। यार सहरमा बसेर गाउँतिर आउँदा त वातावरण क्या यस्तो छ भने नि म्याम मजा लाग्छ यार। यो खोलाको सिरसिरी सुन्दा, यो चराचुरुङ्गी भन्दा चराचुरुङ्गी त अहिले कराएको छैन र पनि अब भोलि बिहान चाहिँ एकदम बब्बा छक्काससँगले हुन्छ। र म चाहिँ अब मेरो साथीको घर पुगिसकेँ। मैले ओइ भन्दै त्यसलाई कराउँदै थिएँ, त्यो भित्र रुममा बसेर के गर्दै थियो भन्दा मस्तसँगले गेम खेल्दै रहेछ र मुला त के गरेको